फुर्सद भएकाहरू निरन्तर 20-25 जना चाहिँ लागिरहेका छौँ र हामीलाई सबैलाई चाहिँ हामी जो लाग्ने निरन्तर लाग्नेहरू हामी गफ गर्दाखेरि सबै नै खुसी छौँ। जे होस् यहाँको कार्य देखेर यहाँको चाहिँ सफा देखेर आफू पनि खुसी भएर यहाँ चाहिँ लागेको। दाइ नमस्ते। धेरै धन्यवाद। नमस्ते। आज तपाईँहरूले श्रमदान गरेको ठ्याक्कै 20 दिन भएछ। हजुर, बधाई र शुभकामना। तपाईँलाई धेरै धेरै धन्यवाद। यो 20 दिनसम्म यसरी निशुल्क बिना पैसा हैन, बिना तलब, बिना ज्याला यसरी काम गर्दाखेरि राष्ट्रको निम्ति, देशको निम्ति, समाजको निम्ति काम गरिरहँदाखेरि कस्तो अनुभूति हुँदो रहेछ दाइ? यो कस्तो भन्दाखेरि मान्छेको मन भनेको अब हामी सबै मान्छे भयौँ, तर हाम्रो सोचाइहरू हाम्रो धारणाहरू चाहिँ फरक फरक है। अब कसैलाई चाहिँ यस्तो सामाजिक कार्य भनेको कि त अब अरूले पैसा नदिइकन अथवा विदेशबाट पैसा नआइकन त्यस्तो चाहिँ उहाँहरूले खान नपाइकन त त्यसै गर्दैन भन्ने चाहिँ एउटा चाहिँ ऊ पनि छ। अनि अर्को चाहिँ कस्तो छ भन्दाखेरि सामाजिक कार्य भने कि त यो हाम्रो सबैको आफ्नो चाहिँ दायित्व हो। किन भन्दाखेरि हामी जुन समाजमा बस्छौँ त्यो समाज राम्रो भएन भने त हामीसँग अरू हुँदैमा पनि त्यो समाज राम्रो भएन, हामीलाई सन्तुष्टि हुँदैन। त्यसकारण समाज जति राम्रो भयो त्यति नै मान्छे चाहिँ सुखी हुने, खुसी हुने। जस्तै तपाईँको चाहिँ अब विदेशमा ठुलो ठुलो विकसित देशहरूमा त्यहाँ जाने हो भने, हेर्ने हो भने जनताहरू धेरै चाहिँ त्यहाँ चाहिँ खुसी भइरहेको हुन्छ। किन भन्दाखेरि उहाँहरूलाई त्यहाँ सामाजिक चिन्ता भने, सामाजिक अव्यवस्था भनेको कहीँ हुँदैन। त्यहाँ राज्य चाहिँ जिम्मेवार भएर चाहिँ लाग्छ, निकाय जिम्मेवार भएर लाग्छ। तर हाम्रो जस्तो ठाउँमा कस्तो भन्दाखेरि राज्य निकाय चाहिँ जिम्मेवार भएर नलाग्ने भएको कारणले अनि यो चाहिँ सामाजिक कार्यकर्ताहरू धेरै चाहिँ हुनुपर्ने। किनभने राज्यले अब समाजलाई चाहिँ व्यवस्थित नगरेपछि, निकायले समाजलाई चाहिँ व्यवस्थित नगरेपछि अनि सामाजिक कार्यकर्ताहरूको चाहिँ दायित्व बढ्ने। अब यहाँ पनि यस्तै चाहिँ के भइरहेको भन्दाखेरि यो टिओमा धेरै नै यहाँ चाहिँ अब टिओको सेन्टर नै हो यो। यहाँ धेरै स्टाफ पनि छ, प्रशासक पनि छ, हो नै छ। तर उहाँहरू कस्तो भन्दाखेरि टिओको दायित्वप्रति उहाँहरूको चाहिँ जिम्मेवारी चाहिँ होइन। उहाँहरूले के मात्र सोध्छ भन्दाखेरि टिओमा जागिर खाएर मेरो परिवारको दायित्व पुरा गर्ने हुनुपर्ने, टिओको दायित्व पुरा गरेर परिवारलाई पाल्नुपर्ने। तर उहाँहरू कस्तो भन्दाखेरि परिवारलाई पालेर बढी भएको खण्डमा मात्र टिओमा चाहिँ थोरै चाहिँ समय दिने र यसले गर्दाखेरि टिओको अवस्था आजको सम्पूर्ण विश्वले, सम्पूर्ण विदेशले यो टिओ भनेको एक किसिमले नेगेटिभले यो अव्यवस्थित टिओ यहाँको चाहिँ कस्तो भनेको तपाईँ डाक्टर भन्छ, प्राध्यापक भन्छ, देशका चाहिँ विद्वानहरू भन्छन्, तर सबभन्दा अव्यवस्थित चाहिँ सबभन्दा भ्रष्टाचार हुने यही ठाउँ भएको कारणले आज देशको अभिगत पनि यस्तो भयो। त्यसकारण हामी चाहिँ अब एक किसिमले चाहिँ सामाजिक भावना भएको कारणले हामी निरन्तर म त अब 18 वर्ष भयो यसरी चाहिँ गरेको। त मैले 11 वर्षदेखि गरेको, म 11 वर्ष हुँदाखेरि 33 सालदेखि यस्तो कार्यमा लागेको हो, निरन्तर लागिरहेको छु र अब मेरो जीवन रहन्जेलै सायद यस्तै हुन्छ होला म हैन। तर अरूलाई चाहिँ अरू चाहिँ त्यस्तो होइन कि अरू चाहिँ तपाईँको भ्याएको बेला चाहिँ आउने र हाम्रो एउटा टिम छ निरन्तर यहाँ गरिरहने। उहाँहरू सबै कस्तो भन्दाखेरि जस्तै मिडियामा अथवा जनताको अथवा बाटोमा कुरा सुन्दाखेरि टिओमा यस्तो भइरहेछ यस्तो भइरहेछ भनेर उहाँलाई कुरा गर्दाखेरि खुसी हुने भएर उहाँहरू त्यो खुसीको लागि हामीले काम गरेर जनता खुसी हुने रहेछ। त्यसकारणले त्यसमा हामी चाहिँ काम गर्छौँ। अब कस्तो भने कसैको अब त्यस्तो अब घरमा निरन्तर लाग्नु नपर्नेहरू पनि छन् र आफ्नो चाहिँ अब फुर्सदिलो समय। त्यसकारण यहाँ चाहिँ धेरै चाहिँ हामी चाहिँ फुर्सद भएकाहरू निरन्तर 20-25 जना चाहिँ लागिरहेका छौँ र हामीलाई सबैलाई चाहिँ हामी जो लाग्ने निरन्तर लाग्नेहरू हामी गफ गर्दाखेरि सबै नै खुसी छौँ। जे होस् यहाँको कार्य देखेर यहाँको चाहिँ सफा देखेर आफू पनि खुसी भएर यहाँ चाहिँ लागेको। अब छ नि दाइ, यति लामो श्रमदान काठमाडौँमा अहिलेसम्म इतिहास भएको थिएन होला यो पछिल्लो कालखण्डमा होइन, तपाईँ आफैले पनि गर्नुभएको थिएन होला। अब यति लामो श्रमदान भयो कि हजारौँले चाहिँ श्रमदान गरिसकेको अवस्था छ होइन, काम पनि एकदमै धेरैभन्दा धेरै भइसकेको अवस्था छ।
अहिले पछिल्लो समयमा अब सकिनु लगभग केही बाँकी होला। त्यो बाँकी भइरहँदाखेरि विशेष गरेर जसले यहाँ निरन्तर 20 दिनमा 20 दिन चाहिँ श्रम गर्नुभयो, श्रमदान गर्नुभयो, उहाँहरूको चिन्ता, उहाँहरूको चासो चाहिँ के छ भन्दाखेरि कतै फेरि हामीले गरेको परिश्रम त्यतिकै खेर जाँदैन, टियुले ध्यान नदिने अथवा शिक्षा मन्त्रीले ध्यान नदिएर यो त्यतिकै खेर जाने होइन, फेरि पनि अब 2-3 वर्षपछि 1-2 महिनापछि यो चाहिँ झारो उम्रिन सुरु गर्ने होइन भन्ने खालको चासो र चिन्ता व्यक्त गरेको देखेँ श्रमदाताबाट। के छ यसको बारेमा त? फेरि हामीले गरेको कतै श्रमदान त खेर जाँदैन, चासो दिनु भने यो कस्तो भन्दा यसको निम्ति के खबरदारी गर्नु पर्ला, के प्रोसेस चाल्नु पर्ला त? यसको लागि अब हामीले कुरा त चलाइरहेछौँ। अब जसले पनि अब यहाँ श्रमदान गरेपछि यो ठाउँमा के को लागि श्रमदान गर्ने भनेर सबैले सोधिहाल्छ। अब हामीले कस्तो भन्दाखेरि सोद्धाखेरि चाहिँ शिक्षा मन्त्रीज्यूको इच्छा चाहिँ यो टियो चाहिँ एउटा चाहिँ व्यवस्थित सफा सुन्दर टियो जस्तै चाहिँ अरू ठाउँमा जाँदाखेरि यो क्याम्पस भनेको चाहिँ विदेशमा जाँदाखेरि जुन किसिमको चाहिँ वातावरण हुन्छ त्यस्तो वातावरण होस् भन्ने उहाँको इच्छा भएको कारणले उहाँले चाहिँ यो चाहिँ कोर्नरी गार्डन अथवा यो शुभ राज्याभिषेक गार्डन वीरेन्द्रको यसलाई चाहिँ अब यहाँबाट सुरु गरौँ भन्ने उहाँको चाहिँ चाहना भयो अनुरूप हामी चाहिँ यो 432 रोपनी जग्गाबाट यहाँको चाहिँ पहिला पनि गार्डन पार्कै भएको कारणले यहाँबाट सुरु गरेँ र उहाँको चाहिँ अहिलेसम्म चाहिँ प्रतिबद्ध। अब उहाँको कुरा सुन्दाखेरि उहाँसँग सोद्धाखेरि उहाँ चाहिँ अहिले पनि प्रतिबद्धै छ। यो ठाउँमा यो अब हामीले श्रमदान सिधेपछि अथवा हाम्रो झार फार्ने कार्य सिधेपछि यसलाई सफा सुग्घर भएपछि एउटा चाहिँ प्लान बनाएर यहाँ चाहिँ राम्रो एउटा चाहिँ गार्डन बनाउने। अब बनाउनको लागि त ठुलो कुरा होइन, बनाउन त सकिन्छ। तपाईँसँग एउटा म्याप भयो भने त्यसमा चाहिँ राज्यले अलिकति बजेट दियो भने त त्यो नसकिने होइन। तर पहिला जस्तै अब यसरी बनाएर फेरि यसलाई चाहिँ अलपत्र त्यसै छोड्ने हो भने त त्यो बनाएको अर्थ चाहिँ रहँदैन। अब बनाएर 1 वर्ष अब 2 करोड 5 करोड खर्च गरेर 1 वर्ष मात्र चलाउने हो भने के को अर्थ रह्यो र? त्यसकारण यसलाई चाहिँ निरन्तरताको लागि अब मन्त्रीज्यूसँग पनि आशा चाहिँ गरेछु। उहाँले पनि निरन्तरता दिने सोच चाहिँ बनाएको छ। अब अहिलेसम्म यस बारेमा काम नसिधेकोले उहाँसँग कुरा गर्न पाएको छैन। अब काम सिधेपछि उहाँ पनि बस्ने, हामी पनि बस्ने, जो हामी यहाँ श्रमदाताहरू छौँ त्यसमा पनि अब लिडरसिपहरू अब यहाँ अथवा निरन्तर श्रममा खट्नेहरू उहाँहरू पनि बस्ने। यो अब यहाँ चाहिँ सरकारवालाहरू अब जे हुन्छ उहाँहरू सबैलाई राखेर हामी 2-3 दिन चाहिँ छलफल गर्ने। छलफलबाट के निचोड निस्किन्छ, अब कस्तो गार्डन कस्तो पार्क बनाउने भन्छ, कसैले कस्तो भन्ला कसैले कस्तो भन्ला, त्यसमा पनि एउटा चाहिँ राम्रो सबैलाई चाहिँ मान्य हुने एउटा चाहिँ राम्रो गार्डन चाहिँ अब हाम्रो चाहिँ सोचाइ चाहिँ हामी बनाउने पक्षमै छौँ। र अब राज्यले इनकेस टियुले बजेट राख्न सकिएन भने सकेसम्म त राज्यसँग त बजेट भइहाल्छ उहाँले चाहियो भने त, टियुसँग पनि बजेट भइहाल्छ उहाँले चाहियो भने। इनकेस अब त्यस्तो राज्यसँग व्यवस्थै भएन भने हामी यहाँको स्थानीय अथवा यहाँ श्रमदाताहरू सबैलाई एकचोटि आह्वान गरेर, हुन त अब यहाँको टियु एल्मनाई विद्यार्थी एसोसिएसन पनि छ, अस्ति उहाँहरूसँग कुरा हुँदाखेरि उहाँहरू पनि सहभागी हुने भनेको छ यसलाई बनाउनको लागि। त्यसकारण मेरो सोचाइ चाहिँ के भन्दाखेरि अब खेर जाँदैन। अब हामीले यो बनाइसकेपछि, हामीले यो सफा गरिसकेपछि टियु आफैले लगाएर सफा गरेको भए त्यो जनतालाई केही यसमा चाहिँ मतलब नहुने। अब टियु आफैले नगरेको भएको कारणले एउटा देशभरिका यो श्रमदाताहरू अथवा श्रम शक्ति पार्टीमा आबद्ध अब भोलिन्टियरहरूले चाहिँ अब यसलाई चाहिँ सबै सहभागी देशभरिका सहभागी भएर हजारौँ हजार सहभागी भएर यो बनाएपछि अब उहाँहरूलाई पनि एउटा नैतिक दबाब चाहिँ हुन्छ, प्रेसर। अब त्यसै चाहिँ हामीले गर्न त हुँदैन। अब त्यसो गऱ्यो भने उहाँले त क्वेसन त गर्छ भन्ने उहाँहरूको मनमा पनि हुन्छ र अहिले उहाँहरू पनि त्यस्तो चाहिँ कुरा चाहिँ चलाइरहेछन्। यहाँ टियुको परिसरमा विद्यार्थीहरूसँग पनि कुरा गर्दाखेरि पनि यसलाई चाहिँ अब चाहिँ हामी चाहिँ एउटा निरन्तर गर्ने पक्षमा छौँ र अब यसलाई चाहिँ फेरि यो पनि बस्छौँ, हामी पनि बस्छौँ र त्यसो भए हुन्छ भनेर उहाँहरूसँग सम्पर्क पनि छ र अब त्यो चाहिँ काम सिद्धिएपछि हाम्रो यो कोर्नरी गार्डनको झार फार्न सिधेपछि सफा गरिसकेपछि अनि त्यसपछि उहाँहरू सबैसँग बसेर अब उहाँहरूसँग बारम्बार यो कुरा गरिरहेको कारणले
मलाई चाहिँ पूर्ण विश्वास छ कि अब यो ठाउँमा चाहिँ हामीले अर्को पटक झाडी फाड्नु पर्दैन भन्ने मलाई चाहिँ पूर्ण विश्वास छ। अब इन केस यो टियो मैले भने नि टियो तयार नभए पनि हामी चाहिँ तयार छौँ। भनिसकेपछि तपाईँहरू के भन्छ टियुले तयार गरेन टियुले काम गरेन भने पनि तपाईँहरूले आफ्नो तरिकाबाट काम गर्ने सोच राख्नु भएको छ। राखेको छु। अब त्यो चाहिँ राज्यसँग अब समन्वय गर्नुपर्छ। हामीले त्यसै गर्न त पाउँदैन किनभने अब टिओसँग पनि गर्नुपर्छ, राज्यसँग पनि, शिक्षा मन्त्रीज्यू पनि, टिओको पदाधिकारीहरू पनि राखौँ। अब उहाँहरूले चाहिँ हाम्रो यस्तो चाहिँ त्यस्तो छैन भन्यो भने हामीले यसलाई सेफ गर्न सकिँदैन भन्यो भने यसलाई निरन्तरता दिन हामीलाई गाह्रो भनेर उहाँहरूले बोल्यो भने हामी त्यसमा चाहिँ उहाँहरूले पार्टनर हुन आऊ भन्यो भने पार्टनरै पनि हुन तयार छौँ। होइन उहाँले चाहिँ अब हामीले नै एउटा चाहिँ अब यो किसिमले हेरेर अब यसलाई चाहिँ तपाईँहरूले 2 वर्षको लागि 4 वर्षको लागि 5 वर्षको लागि संरक्षण गरेर त्यसलाई चाहिँ निरन्तरता दिन अनि पछि उहाँलाई बुझाऊ भन्यो भने त्यसमा पनि हामी राज्य छौँ। त्यसकारण राज्य के हुनु पर्यो भन्दाखेरि यो देशको लागि यो चाहिँ टिओको लागि उहाँहरूले चाहिँ एउटा पोजिटिभ सोच राखेर हामी अब यसलाई चाहिँ खेर जान दिन्न, यस्तो ठाउँलाई चाहिँ राम्रो बनाउँछौँ भनेर उहाँहरूले त्यो भन्यो भने यो ठाउँ सबै राम्रै बन्छ। हस् त धन्यवाद।